हेलो नमस्ते साथीहरू। आज म चाहिँ विराटनगर आइपुगेको छु। विराटनगरमा मेरो काकाको घर। काका चाहिँ म आउँदाखेरि काम गर्दै हुनुहुँदो रहेछ। यो अगाडि देख्नुभएको स्कुल हो। स्कुलदेखि टिक्क पछाडि मेरो काकाको घर छ। यही हो काकाको घर। अनि भाइले कागज ल्यायो भित्रबाट। कागज आज छुट्टी रहेछ, अफिस जानु नपर्ने, त्यही भएर घरको काम कागज डढाउने सरसफाइमा लागिरहनु भएको रहेछ। काकाले कागज डढाउँदै हुनुहुन्छ, भाइले कागज ल्याएर सहयोग गर्यो। अनि अर्को भाइ यहाँ क्रिकेट खेल्दैछ पर। अनि बहिनी म आएकोदेखिले दादा भन्दै आए। अनि बहिनीसँग गफसफ गरियो। एकछिन शीतल भएपछि घुम्न गइयो। अनि यहाँ हजुरआमा यहीँ हुनुहुँदो रहेछ। अनि मलाई आउने साथ खाना पकाएर दिनुभयो। खानासाना खाइसकेर मैले भिडियो बनाएँ। त्यस पछाडि कोठा खोज्दै गएको। बहिनी त कोठामा बसेर मोबाइल हेरेर बसिरहेको छिन्, हाई हाई गर्छिन्। अनि काकी चाहिँ हुनुहुन्न रहेछ, अफिसबाट आउनु भएको रहेछ। बहिनी अनि घुम्नु जाउँ दादा भन्दैछिन्। अब गाइस घुम्नु जाने हो। त्यस पछाडि अनि तपाईँलाई कस्तो लाग्यो भिडियो कृपया कमेन्ट गरिदिनु होला।